धारामा नुहाइहालेँ अन्त पानी थापेँ त्यहाँदेखिको पानी उमालेर के पकाउन थालेँ आज चाइनिज डिसमा हेरिहाल्नुहोस् साथी कस्तो लाग्दैछ भन्नुहोस् होला यसरी हालिकन अन्डा फिटे आलु हालेँ आलुमा फेरि अन्डा यसरी बनाएर त्यहाँदेखि अर्ग्यानो त्यहाँदेखिको फेरि मैले के थपेँ चिकनलाई फ्राई गरेँ होइन फ्राई गरेर त्यहाँदेखि सोया यति हो चाइनिजको स्टाइल अझै फिङमा मैले के हालेँ हेर्नुहोस् होला सबै उमालेर हालेको मैले डाङडुङ फेरि त्यही सेम मसला हालेर टक्कै यसलाई हल्का मात्रै बनाएँ त्यहाँदेखिको चक्चर खालको है दामी हुन्छ साथी मिठो एकदमै चकिलो हुन्छ बनाइसकेँ मैले अब चाहिँ फ्राई राइस हुन्छ टक्कै यो पनि सादा त्यहाँदेखिको अब सुप बनाउँछु चिकन सुप एकदम चाइनिज स्टाइलमा हेरिहाल्नुहोस् साथी तड्का सड्का हालेर सिम्पलमा एकदम केही बेसी किन्नु पर्दैन तपाईँले अब मेरो रेडी भयो सब हुँदैछ अब ट्याङ्के ट्याङ जस्तो सर्भ गरेँ होइन गोर्खे चटनीसँग टक्कै आमालाई खुसी भयो आमा पनि हो टक्कै त्यहाँदेखिको चाहिँ आमाले खानु थाल्यो तर खानुभन्दा बेसी त कोरियन ड्रामै हेरेर डङ्गै त्यहाँदेखिको चाहिँ म चाहिँ ट्याङ्के ट्याङ बाई बाई साथी हो भेट्दै गरौँ फेरि अर्को